हेलो गुड आफ्टरनुन सबैजनालाई। म चाहिँ अहिले ड्युटीबाट आएर पनि यो दाउरा लगेर गोठतिर जाँदैछु। गोठमा गाई खोले पकाउनुको लागि जाँदैछु। अनि आजभोलि भ्लगहरु पनि ल्याउन सकेको छुइनँ। अब त्यस्तो केही हुँदैन, हाम्रो रेगुलर त्यही हो ड्युटी, बिहानको ड्युटी त्यस्तै हुन्छ। अनि नयाँ नयाँ कन्टेन्ट नै नभएको कारणले मैले भ्लग ल्याउन सकेको छुइनँ। र पनि मेरो छोटो छोटो भ्लगलाई हेरेर माया साथ सपोर्ट गरिदिँदै गर्नुहोस् होला। अनि तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला। म चाहिँ अब गोठ पुगेँ, अब त्यही हो मेरो गोठको काम गर्नु छ। आज भोलि चाहिँ धेरै थकित हुँदैछ। ड्युटीमा पनि पुरा काम हुँदैछ। हाम्रो ड्युटीमा सेन्टर कलर गर्नु, फुलहरु रोप्नु, यस्तै पुरा काम हुँदैछ। ड्युटीमा पनि हत्तुै हुन्छ। अन्त ड्युटीबाट आउनुसाथ घरको त काम त्यस्तै हुन्छ, कहिले सक्दैन घरको काम त त्यस्तै हो। अनि म चाहिँ मर्निङमै यसरी खोले काटिराखेको हुन्छु। अन्त यता भुस पनि यो मर्निङमै पकाएको हुन्छु। अब यो दुईटालाई चाहिँ फिट्ने हो। यस्तै काम हुन्छ ड्युटीबाट आएर, खोले काट्नु त्यही हो। मर्निङको लागि सबै कामहरु गरिराख्नुपर्छ। अन्त आजको वेदर हेर्नुस्, शीतल भइरहेको छ, तर हल्का सिम पानी पर्न थाल्यो अहिलेदेखि चाहिँ। तर यस्तो मजाको छ साथीहरु। म चाहिँ अब बेलुकाको भोलि मर्निङको लागि खोले काट्न थाले। मेरो चाहिँ डेली रुटिन यही हुन्छ। ड्युटीबाट आयो, गाई गोटाउनै पर्छ, खोलेहरु काटिराख्यो, भुसहरु पकाइराख्यो, यस्तै काम हुन्छ र चाहिँ म डेली भ्लग लगाएको छुइनँ। अहिले सेम कन्टेन्ट हुन्छ, एउटै हुन्छ भनेर हेर्नेलाई पनि बोरिङ हुन्छ। र पनि आज चाहिँ यसो लगाइदिइहाल्नु पर्यो भनेर चाहिँ भिडियो बनाइदिइहाल्नु पर्यो भनेर चाहिँ बनाएको। के गर्नु, यस्तै हुन्छ गाउँ बस्तीको जिन्दगी। ड्युटी गएर आएर पनि मजाले रेस्ट गर्छु भन्ने हुँदैन। गाई बस्तु पालेपछि यस्तै हो। गाईलाई भोकाइ राख्नु पनि भएको छैन। अन्त यस्तै हुन्छ है, हाम्रो लाइफ चाहिँ यस्तै छ। शान्तिबा चाहिँ अहिले यो गाईको थलो सफा गर्दैछ, यो मल पल्टाउँदैछ। अब चाहिँ म यो जति पनि लालुपाते छ यसलाई चाहिँ सबै बाहिर झार्ने हो, बाहिर निकाल्ने हो। यहाँ चाहिँ अर्को फुल राख्छु। अन्त यो चाहिँ अब यसको चाहिँ अब सिजन डाउन हुँदैछ, किनभने अब योबाट चाहिँ सबै यसको मुन्टाहरू चुट्टाएर गाड्ने बेला भयो, राख्ने बेला भयो यो मदरबोर्डबाट। अन्त यो सबै बाहिर निकाल्ने अब मैले चाहिँ सबै यता निकालेको छु। सुजनले चाहिँ मलाई हेल्प गर्दैछ। सुजन चाहिँ मेरो हेल्पर नै हो, सानो सानो काममा उसले हेल्प गरिहाल्छ मलाई। अन्त उसले चाहिँ ओसार्दैछ। अब मैले पनि यताबाट निकालिसकेँ। अब म पनि भट्टाभट ओसारेर बाहिर राख्छु यसलाई। यसरी सबै बाहिर निकालेर मैले सबै फुल पनि भचाइदिएँ, किनभने यो चाहिँ सबै ओइली गएको छ, यिनीहरूलाई चाहिँ यसरी भचाउनुपर्छ। अन्त यसो गऱ्यो भने चाहिँ छिट्टो यो पत्ताहरू आउँछ, मुन्टाहरू फ्याँक्दिनँ। यो चाहिँ अस्ति बाहिर निकालेको थियौँ, यसो मजाको मुन्टा आइरहेछ यसको। यो चाहिँ अब सबै भचाएर गाड्ने बेला भइरहेछ। भ्याएको नभ्याएको कारणले चाहिँ मैले केही बनाएको छुइनँ। एजिलेहरू यहाँतिर यस्तो भइरहेको छ। अब यसलाई छुट्टीको दिन चाहिँ योहरू सबै बनाइहाल्नु पर्ने छ। टाइम भइसक्यो, यसपालि अलिक ढिलो पो हुँदैछ जस्तो लाग्दैछ। अन्त सबै अस्ति निकालेको थिएँ। यिनीहरू चाहिँ मजाले हेर्नुहोस् न, मजाको बोट आइसकेको छ। अब यिनीहरूलाई पनि बाहिर राखेर पानी मजाले भेट्छ। अन्त छिट्टो बोट आइहाल्छ, यिनीहरू मुन्टा आइहाल्छ। अन्त चाहिँ भट्टाभट बनाउनुपर्छ। यतापट्टि चाहिँ जेरिनियम अन्त अर्किडहरू यसरी राखेको छु। यस्तो प्रकारले योहरू मैले भर्खर सबै सारेको हो। मेरोमा त्यस्तो थिएन यो जेरिनियम चाहिँ, अहिले चाहिँ अलिक भेला पार्दैछु। गाइस यहाँ चाहिँ 4टा मजुर आएर चरिरहेको छ मजाले। हाम्रोमा चाहिँ पुरा ज्यादा मजुर हुन्छ। यहाँ हेर्नुहोस्, म चाहिँ अहिले बाहिरको सबै काम सकेर नुहाइधुवाइ गरिसकेर पनि किचनमा पसेँ। अब चाहिँ मेरो काम भनेको बेलुकाको डिनर बनाउनु हो। सुधा